अब चाहिँ हामी मामा घर जान लाग्यो। अब रेडी हुन्छु म। यो चाहिँ रेडी भइसक्यो। अब रेडी भएर अब निस्किने हामी मामा घर। कहाँ जाने रहेछ? मामा घर। देखेन यार यसलाई क्यामेरामै। गुन्दन हेलो। कहाँ जाने अब हामी? मामा घर। हामीलाई लिन चाहिँ हाम्रो मामा आउँदै हुनुहुन्छ। पेम्बा अङ्कल चाहिँ आइसक्नुभयो। रुम यस्तो फोहोर छ यार। बच्चा पार्टी पसल जाँदैछु अहिले चाहिँ चक्लेट किन्न। रेडी भइसक्यो मैले जाँदै पैसा छिटो मैले यति सानो। अब हामी जाँदैछौँ मामा घर। सबजना घरबाट कहाँ जान लाग्यो रे? माइत जान लाग्यो। बिचमा बस्छ तिमी? ओइ म लास्टमा बस्ने मान्छेले ब्याग बोक्नु पर्छ। त्यही दिन लाग्छ। ब्याग बोक्नु पर्यो। यस्तो जाँदैछौँ। ब्याग बोकिसक्नु। हेलो भनिदिनु। कार्यक्रम निस्किसक्यो घरबाट गाइजहरू। बाटो झिलिमिली गयो। गइसकेका सब गाइस बाई बाई। पेम्बाको डर लागिरह होला। मैले मोबाइल लडाइदिन्छु भनेर तर म खसाउँदिनँ। अगाडि मम्मीहरू रहेछ। गल्लीबाट जान लाग्यो। स्वयम्भू ठ्याक्क पुग्यौँ हामी यता पछाडिको साइडबाट। स्वयम्भू फेरि पनि हाम्रो बहिनी गीत गाउन गइरहेको छ। यहाँको माहौल के भइरहेको छ यहाँ। अगाडि हुनुहुन्छ हाम्रो मामाहरू चाहिँ अगाडि हुनुहुन्छ है। हामी जाममा परिसके। हेलो कस्तो राम्रो देखेर ल। हेलो क्युटी पाई भन्न। हेलो क्युटी पाई भन्न। हेलो क्युटी पाई। ओ क्युटी पाई। दर्शन भ्यू हेर्न सक्छौँ यताबाट। मामाहरूको बाटोबाट
आउँदै हुनुहुन्छ बाइकमा कस्तो लागिरहेको डान्स आयो न त अब फाइनली पुगिसक्यौँ हामी आमा घर हेलो के भन्नु छ तिमी सक्छ मेरो हजुरआमाहरूको इन्ट्री भइसक्यो यहाँ के भन्नुभएको जिजुमा आउँदैन भन्थ्यो आइदिएको नि भाले काट्ने भइसक्यो आउनु परेन होइन त जिजुमा हो नि जिजुमा के छ हाल खबर ठिक छैन तेरो अफ गर्नु पर्यो यसले पनि पाएँ अब मेरो मोबाइल हो अनि तँ चाहिँ यो पनि मेरै हो दुईवटा हो मेरै हो कसको अङ्कल यो मोबाइल ज्याकेट नलागिने जाडो भएन यसलाई अबे सालो शर्म कर लो शर्म पहले देखा त बेबीलाई देखाऊ त शर्मा आउला है भाइ भनेर गएको थियो हाम्रो देउसीमा के छ महिना न बेबीलाई बोकिसक्यो मेरो हाम्रो मामाको छोरा उसको नाम चाहिँ चिङ्कुलाल ये क्या हो गया ये क्या सुन रहा हूँ मैं चिङ्कुलाल साँच्चीकै भ्लग बनाएर हो कस्तो लाग्यो नाम बेबीको चिङ्कुलाल होइन भ्यारे चिङ्कुलाल हाम्रो बेबी प्यारो हुनुहुन्छ हजुरआमा के पाएको हाम्रो यहाँ हजुरआमा सेफ हुनुहुन्छ यो चाहिँ के हो नि सुजी सुजी पाकिएको बक्स र गाईहरू ठुलो खसी यहाँ चाहिँ सानो खसी हुनुहुन्छ तू समझा हाँ नहीं तू समझा नहीं यहाँ चाहिँ एउटा फुच्ची आइसक्यो फोन माग्नु तर म दिदिनँ म दिनेवाला छैन है यहाँ फेरि हाम्रो चिकन छ है यो चाहिँ हाम्रो मसरुम हो मसरुम सबै पढ्नुपर्छ